पावर टुलको क्रममा हामी अहिले अर्को टुल हेर्दैछौँ। त्यो टुल हो क्लोन स्ट्याम्प टुल। क्लोन स्ट्याम्प टुलले इमेजमा भएको कुनै एउटा अब्जेक्टलाई अर्को ठाउँमा जस्ताको त्यस्तै क्लोनिङ गर्नु पर्यो भने हामी यसको प्रयोग गर्छौँ। त्यसो गर्नको लागि हामीले कुन अब्जेक्टको चाहिँ क्लोन गर्न खोजेको हो त्यो अब्जेक्टको माथिबाट अल्ट थिचेर क्लिक गर्नुपर्छ। पहिले क्लोन स्ट्याम्प टुल सिलेक्ट गर्ने, त्यसपछि अल्ट थिचेर अब्जेक्ट माथि गएर एकपटक लेफ्ट क्लिक गर्ने। त्यो क्लिक गरिसकेपछि अब अर्डरलाई छोडेर अनि कुन लोकेसनमा क्लोन गर्ने हो त्यो ठाउँमा माउस लगेर बिस्तारै चाहिँ पेन जस्तै गरी ड्र्याग गर्ने। यसरी ड्र्याग गर्दै गयो भने त्यही सेम अब्जेक्ट अर्को ठाउँमा पनि बन्दै जान्छ। यसरी हामीले जस्तो एउटा कुनै वृक्षमा एउटा मात्रै फल फलेको छ भने वृक्षभरि फल फलेको बनाउनु पर्यो भने त्यस्तो बेलामा यो टुल काम लाग्छ। त्यसरी यहाँ भगवानको 3 नेत्र भने जस्तै यहाँ तेस्रो नेत्र अहिले यहाँ निधारमा हामीले प्र्याक्टिस गरेर देखाइरहेका छौँ। यसरी आँखाको क्लोन भएको छ अर्को ठाउँमा, बिस्तारै त्यसलाई हामीले जति एरिया चाहिने हो त्यति एरिया फैलाउँदै जाने हो र त्यसरी ट्र्याक गर्दाखेरि चाहिँ ओरिजिनल लोकेसनमा पनि एउटा प्लस सानो साइन आइरहेको हुन्छ। त्यसले चाहिँ कुन कुन एरिया क्लोन भइरहेछ त्यो इन्डिकेट गर्ने काम गर्छ। यसरी हामीले एउटा कुनै अब्जेक्टको क्लोन गर्न सक्छौँ क्लोन स्ट्याम्प टुलको प्रयोग गरेर।